हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूलाई र वेलकम ब्याक मेरो छोटो भिडियोमा। अलि धेरै पछि मैले भिडियो ल्याइरहेको छु र आज चाहिँ डे अफ थियो अनि आज खाना पकाउन भनेर अनि आज केही स्पेसल पकाऊँ भनेर पनिर साग अब धेरै दिनपछि छुट्टी भएको छ अलि मजाले पकाऊँ भनेर लेट्स गो गाइस। आज पकाउँदैछु है म चाहिँ। त्यस्तो काट्ने सिकेको थिएँ तर त्यस काटिन्छ। तयारी हुँदैछ। प्याज टक्क काटौँ। प्याज काट्यो, टमाटर सट्ट काट्यो। आजको स्पेसल चाहिँ साग आलु अनि पनिर हुन्छ। ल हेर्दैछौँ कस्तो पाक्ने छ है। अब विदेशमा त्यस्तै हो, छुट्टी भएको टाइममा हो मजाले खाने, त्यही भएर आज हाफ डे प्लस आज सोमबार पनि हो। आज म भेजिटेरियन हो, त्यही भएर भेज आइटम खाऊँ भनेर तयारी हुँदैछ। हेरौँ कस्तो पाक्ने छ देखाउने चाहिँ। र धेरै पछि आएको भिडियो हो। मैले पनि यहाँ रेडी भइसकेको छ सबै चिज भेज आइटम। आज म मात्रै छु, त्यही भएर मजाले पकाऊँ। र यहाँ पनिरको लागि तेल तातिँदैछ, रेडी भइसकेको छ। पनिर मजाले तार्नुपर्ने हुन्छ सुरुमा पनिरको उयो बनाउनुको लागि, त्यही भएर रेडी हुँदैछ। र आजको अर्को स्पेसल भनेको आँप अचार। सिजन त होइन तर जे भए पनि आइन्छ नि आँपको अचार, त्यही भएर आँप अचार पनि खानुपर्छ। आज आँप अचार पनि बनाउनु आएको छु। यहाँ तरकारी रेडी हुँदैछ, साग पकाउने हो अनि टक्क पार्यो। अचार रेडी भएपछि चट्ट तातो भातसँग आँपको अचार पनिर अनि साग खाइन्छ। र यहाँ पनिर पनि पाकिसकेको छ, पाक्दैछ। अचार पनि बनाइसकेको छु। आँपको अचार सिजन होइन तैपनि काँचो आँपको टक्क बनाएर अनि यहाँ पनिर अब साग पकाउनु बाँकी छ। र यता आज छुट्टीको दिन लुगा पनि धोइसकेँ। लुगाको साउन्ड पनि आएछ मेसिनको। लुगा चाहिँ यता हो, यहाँ लुगा धुँदैछु। हेर्नु पऱ्यो, लुगा पनि हुनु लागेको छ। जम्मा 4 मिनट बाँकी छ। अब सबै काम सकिने भयो। आज गाइज रेडी भइसकेछ है आज मेरो डिस। पनिर धरानी स्टाइलमा साग अनि आँपको अचार। आजको छुट्टी चाहिँ रमाइलो भयो। नेपाली खाना मजाले खाने। खाना पाकिसकेको छ। विदेशमा यस्तै हो, अब खाना खाने, भाडा मोल्नु पऱ्यो, एक्लै छु। अनि अब अझै देखाउँछु तपाईँहरूलाई म एकछिनमा है, हेर्दै गर्नु होला। खानपिन सबै सक्यो। अब चाहिँ व्यस्त हिँड्छ गेममा। अब 1-2-3 घन्टा गेम खेलिन्छ। र नयाँ गेम पनि आउँदैछ WWE 2026, त्यसको लागि चाहिँ टाइम लाग्छ। आज भएको गेमहरूमै रमाउने छु। हेरिदिनु भएकोमा थ्याङ्क यू गाइज। ल गुड बाई सबैजनालाई।